नमस्कार। प्राविधिक गडबडीको कारण अर्को टिकटक चाहिँ मेरो नचलेको हुनाले तपाईँहरू जतिजना टिकटकमा हुनुहुन्छ तपाईँहरू सबैजनालाई म चाहिँ अफिसमा आइसकेको छु र तपाईँहरू सबैजनालाई वेलकम गर्न चाहन्छु। जतिजना मित्रहरू छुट्नु भएको छ सबैजना चाहिँ अफिसमा आएर कल गर्नुहोला। मैले स्पेसल्ली वाट्सएपमा जसको नम्बर छ तपाईँहरूलाई मैले लोकेसन पनि हालिदिइसकेको छु र जसले लोकेसन पाउनु भएको छैन उहाँहरूलाई पनि म पुनः लोकेसन हालिदिन्छु। मेसेजमा तपाईँहरूले मलाई हाई लोकेसन दिनुहोला भन्नुहोला। र अर्को कुरा मैले मोबाइल नम्बर पनि अपग्रेड गरिरहेको छु। मोबाइल नम्बरमा तपाईँहरूले वाट्सएपमा मेसेज पठाउनु भयो भने म वाट्सएपमा पनि तपाईँहरूलाई लोकेसन हालिदिन्छु। र सम्पूर्ण मित्रहरू सबैजना चाहिँ हामी एक नेपाली फेयर कम्पनीमा सबैजना साथमै गएर चाहिँ विभिन्न चुनौतीहरूलाई सामना गर्दै विभिन्न आफ्नो आफ्नो भातृ सङ्गठनहरू मार्फत जहाँबाट भए पनि हामी सबैजना चाहिँ एक आधार एउटै वेबाट जानको लागि सबैजना एउटा सर्वसुलभ बाटो भएको कारणले गर्दाखेरि तपाईँहरू जतिजना हुनुहुन्छ जहाँबाट हुनुहुन्छ सबैजना आएर चाहिँ हामी व्यावसायिक रूपमा अगाडि बढौँ, आफू पनि सफल बनाऊँ र अरूलाई पनि सफल बनाऊँ भन्ने मेरो सिद्धान्त हो। यो सिद्धान्तमा तपाईँहरू छुट्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू दुवा कतारमा बसोबास गर्नुहुने सबैजनालाई एकमुष्ट वेलकम छ। सबैजना चाहिँ कम्युनिकेसनमा आउनुहोला र कम्युनिकेसन मार्फत सबैजना हामी टिमलाई ग्रोथ गर्दै अगाडि बढौँ। विभिन्न चुनौतीहरू जीवनमा आउँछन्, समस्याहरू आउँछन्। हाम्रो जिन्दगी पनि साँच्चीकै एक पलको मात्र हो र यो पलमा चाहिँ आएका विभिन्न चुनौतीहरूलाई हामीले सामना गर्नुपर्ने हुन्छ र चुनौतीलाई सामना गर्न सक्नु र भोगाईलाई अग्रसरता दिनु नै हाम्रो मुख्य कुरा हो। जो काम कार्यव्यस्तता त सबैजना काममा नै हुन्छ र आफ्नो काम त यो निरन्तर छँदैछ। काम त हाम्रो एउटा रेसिडेन्ट पर्मिटको लागि पनि जोब सबैले गर्नुपर्छ, तर जोबभन्दा सिवाय अर्को कुरा पनि हामीसँग भएको हुनाले नेपाललाई माया गर्नुहुने, आफ्नो देशलाई माया गर्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबै हार्दिक आह्वान व्यक्त गर्दछु। जो जहाँबाट हुनुहुन्छ, जसरी हुनुहुन्छ सबैजना चाहिँ आउनुहोला। र मैले यो लिङ्कमा चाहिँ मेरो नम्बर पनि राखिदिएको छु। तपाईँहरूले मेरो नम्बरमा कल गरेर सबैजना भेटघाट गर्न सकिन्छ र केही छलफल पनि छ। आज स्पेसल्ली यो महिना 2021को अन्तिमको टाइम भइरहेछ। 2021 भित्रमा तपाईँ हाम्रो मित्रताभित्र के कति कुराहरू चाहिँ देशको लागि राम्रो काम भयो त त्यसलाई विश्लेषण पनि हुन्छ र सबैजना जसरी हुन्छ भेटघाट गर्ने जमर्को गरौँ। सबैजना कार्यालयमा आउनुहोला र अफिसमा आउनुहोला। सबैजनालाई